सम्पूर्णमा नमस्ते। भर्खरै एउटा फोन आएको छ मलाई। गाईलाई मिल्क फियर भयो, बिहाको 3 दिन भयो, उठ्न सकेको छैन भनेर फोन आएको थियो। अब त्यसको लागि म सलाइनहरू लिएर उपचार गर्न गइरहेको छु। बाटो ग्राभल रहेछ। ल अब हामी गोठमा आइपुग्यौँ। गोठमा चाहिँ अवस्था यस्तो छ। गाई यता भैँसी, बिरामी गाई यो अवस्थामा, एकदम जीर्ण अवस्थामा बसेको गाई हामीले देख्न सक्छौँ। यो हामी गाईबाटामा आइपुग्यौँ। गाईको अवस्था हेर्दा एकदम नाजुक रहेछ। मुखबाट पानी झार्दै रहेछ है। अनि एकदम अवस्था चिन्ताजनक हो नि भाइ, होइन? गाईको अवस्था अनि उठ्न सकेको छैन भाइ। यो हिजोदेखि उठ्न सकेको छैन। अवस्था यस्तो छ। चिसो थियो, अब अहिले पनि चिसो सुरु हो। ल यो गाईलाई चाहिँ हामीले अब सलाइन दियो अरे। गाई उठिसकेको छ। अब लु हेर्नु होला कस्तो भयो। ल तातु, ल माटो कस्तो छ। ल ल दादु, ल ठिक छ नि भाइ। गाई ऊ त घाँस खाँदिहरू त खान्छ खाँदैन। कति ल अब यो गाईको चाहिँ उपचार गरियो अरे। हामी अब घुर्दैछ। ल ठिक छ। अब गाई एकदम स्वस्थ।